हो त्यही ठिकै छ त ए हो त्यो खुट्टामा राख्नु पर्यो तर फेरि सरको भएन नि त झर लाग्यो उहाँलाई हामीलाई यस वर्षको यो 24औं वार्षिक वर्षको उत्सवमा हामी उहाँलाई सम्मान अनेक कार्यक्रमहरू गरेर स्थापना दिवस मनाउने नै गरेको थियौँ र आज यो दिनमा चाहिँ हामीले पूर्व सञ्चालन समिति तथा लेखा सुपेरियरेसन समिति कार्यक्रममा औपचारिक रूपमा सुरु गर्नको लागि म आसन लडतर्फ लाग्न चाहन्छु र यस लड बुद्ध बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्षको आसनमा क्रममा म यस लड बुद्ध बहुमुखी सहकारी संस्थाका निवर्तमान एवं वंश सल्लाहकार श्री थिरुबहादुर गुरुङलाई पनि आसन निवर्तमान अध्यक्ष तथा वंश सल्लाहकार श्री दलेन्द्र कुमार ढकालज्यूलाई यस संस्थाका लड बुद्ध बहुमुखी सहकारी संस्थाका एक यो स्थापना कालमा लेखा सुपेरियरेसन समितिका संयोजक हुनुभएका र स्थापना कालमा संस्थाका लेखा सुपेरियरेसन समितिका संयोजक बसी काम गर्नुभएका यस संस्थाका र भूमि कर्मचारी लेखा सहायक समेत गरिसक्नुभएका यस संस्थाका निवर्तमान एवं भूमि कर्मचारी श्री सुमित्रा राईज्यूलाई पनि म आसन गरिदिन र यसै आसन गर्ने क्रममा म सञ्चालक समिति सदस्य संस्थाका सल्लाहकार श्री टिप्पसुज्यूलाई पनि आसनको लागि म क्रममा म यस लड बुद्ध बहुमुखी सहकारी संस्थाको आर्थिक वर्ष 2066-67-68मा लेखा सुपेरियरेसन समितिका संयोजकमा बसी संस्थालाई योगदान पुर्याउनु हुने संयोजक भूपू संयोजक लेखा सुपेरियरेसन समितिका भूपू संयोजक सञ्जीव कुमार खड्काज्यूलाई पनि आसन कार्यक्रम यस लड बुद्ध बहुमुखी सहकारी संस्थाको चुनाव पनि आसनको लागि म हार्दिक अनुरोध गर्दछु। यस लड बुद्ध बहुमुखी सहकारी संस्थाका र आसन जगत बहादुर भट्टराईज्यूलाई पनि आसनको लागि हार्दिक अनुरोध गर्दछु। र यसलाई आसन गर्ने क्रममा म श्री बट्टा गुरुङज्यूलाई पनि आसनको लागि हार्दिक अनुरोध गर्दछु। सबै सम्पूर्ण सञ्चालक समिति तथा लेखा सुपेरियरेसन समितिका सदस्यज्यूहरूलाई चाहिँ सम्मान गर्ने भन्ने उद्देश्यले आज यो कार्यक्रम आयोजना गरिएको छ र स्थापना दिवसमा हामीले प्रत्येक वर्ष चाहिँ यस वर्ष चाहिँ उहाँहरूलाई उहाँको उच्च कदर गर्दै हामीले कार्यक्रमलाई यसरी अगाडि बढाएको हो र
धन्यवाद। र साथै हामी फेरि पनि त्यति बेला हामी हाम्रो धन्यवाद। यस उपसमितिमा रहनुभएका उपसमितिका सदस्यहरू र यस संस्थामा सुरुदेखि हालसम्म कमसेकम हरेक संस्थामा वार्षिक जन्म दिवस भनेर चाहिँ मनाइरहने हुन्छ सबै अन्तराए यहाँ रहेनछ र सुरु गरौँ त भन्ने धियाले यसपालि हामीले यो हिजो हामीले निश्चय बालबालिका सेवा आश्रम कालीटरीमा गएर खाद्यान्नहरू दिउँ त्यहाँ हामी सबै सानो भए गर्न सफल भएको छ। कति आशा गरौँ भन्ने कुरा त हामीले अस्ति सालसँग पर्सिको यहाँहरूलाई फेरि पनि आगामी सालमा यस्तै कार्यक्रम केही गर्दै आज पाल्नुभएका सम्पूर्ण सदस्यज्यूहरू, पूर्व सञ्चालकज्यूहरू, अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरूलाई लडबुकको हितमा सधैँ रहने सम्पूर्ण समिति उपसमितिका मित्रहरू, सर्वप्रथम त म द्वारा सम्मान प्राप्ति उहाँले यदि यो नरोकिनु भएको भए उहाँले यो संस्थालाई यहाँ स्थापना नगरिदिनु भएको भए हामी कोही पनि कार्यसमिति त्यहाँ हुन्थ्यौँ। हामी छौँ यो स्थापना जसले गऱ्यो त्यसलाई सम्झिनु पनि पर्छ। हरेक संस्थामा त्यही चलन छ, हामीले उहाँलाई सम्झ्यौँ। जब उहाँको कार्यकाल स्थापना गर्नुभयो त्यस पछाडि दोस्रो कार्यकालमा हाम्रो राजकुमार उहाँले स्थापना गरे पछाडि उहाँले पनि केही हिट्टा थप्नुभयो होला, यो संस्थालाई अगाडि बढाउनु भयो। नै बढिरहेछ, पछाडि फर्किनु परेको छैन। अब त्यस पछाडि आयो तेस्रो अध्यक्ष हाम्रो भवन यसरी बनिने थिएन होला। उहाँको कार्यकालमा उहाँले जग्गा खरिद गर्नुभएको छ, त्यसैले उहाँलाई पनि यो संस्था अब कुरो आयो तेस्रो संस्थालाई यो संस्था बिग्रियो, भ्रष्टाचार भयो, यहाँ हाम्रो पैसा अब अहिले चल्दैछ, अगाडि बढ्दैछ। यहाँहरू सबै भुक्तभोगी हुनुहुन्छ। यहाँ गल्ती कमजोरी मान्छेले गर्दाखेरि गल्ती कमजोरी मान्छेले केही पनि छैन, म चाहिँ साँच्चै क्लियर छु, मेरो गल्ती छैन भनेर गल्ती कमजोरी जानी जानी गरेको नसोचेर के मात्र सोचिदिनुहोस् भने सुझाव दिनुहोस्। तपाईँ यहाँ अलिकति त्याग छोड्नु। लडबुक्ता बहुमुखी सहकारी संस्थाको 24औं स्थापना दिवसमा हामी गइरहेका छौँ। यसको लागि हामी सबै खुसी छौँ भन्दै जन्मदिनको शुभकामना, जन्मदिनको शुभकामना। ह्यापी बर्थडे। उपाध्यक्षहरूलाई भन्नु न। पछि पाउने कुरा जानकारी गराए।
र सम्मान पत्र लिइदिनुको लागि म अब सबैजना बसिदिनु होला, म नाम वाचन गर्दै जान्छु, तपाईँहरू गर्दछु। र सम्मान पत्र लिइदिनु हुनको लागि म सञ्चालक समिति आर्थिक वर्ष 2014-75 देखि आर्थिक वर्ष 77-78सम्म सञ्चालक समिति सदस्य पदमा रहनुभएका श्री श्रवण कुमार चौधरीज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी सम्मान पत्र लिइदिनुको लागि म आर्थिक वर्ष 2059-60 देखि आर्थिक वर्ष 2065-66 सम्मको सञ्चालक समितिका अध्यक्ष पदमा रहनुभएका श्री खम्बा सिंह गुरुङज्यूलाई पनि यो प्रमाणपत्र लिइदिन अनुरोध गर्दछु। र यो प्रमाणपत्र लिइदिनुको लागि उहाँकै छोरा ध्रुवदेव गुरुङज्यूलाई हार्दिक अनुरोध यसै गरी 2059-60 देखि आर्थिक वर्ष 2065-66 सम्म सञ्चालक समिति सदस्य तथा आर्थिक वर्ष 2066-67 देखि आर्थिक वर्ष 2069-70 सम्म उपाध्यक्ष र आर्थिक वर्ष 2070 देखि आर्थिक वर्ष 2073-74 सम्म अध्यक्ष रहनुभएका श्री र यसै गरी 2078-79 देखि 79-80 सम्म सञ्चालक समिति सदस्य रहनुभएका श्री कृष्ण कुमारी कटवाल खड्काज्यूलाई पनि सम्मान पत्र लिइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी आर्थिक वर्ष 2078-79 सम्म सञ्चालक समिति सदस्य पदमा रहनुभएका श्री बन्डा गुरुङज्यूलाई पनि सम्मान पत्र लिइदिनुको लागि र यसै गरी आर्थिक वर्ष 2076-77 देखि आर्थिक वर्ष 2077-78 सम्म तथा आर्थिक वर्ष 2078-79 देखि आर्थिक वर्ष 2079 पदमा रहनुभएका श्री कार्कीज्यूलाई पनि सम्मान पत्र लिइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी आर्थिक वर्ष 2076 रहनुभएका श्री किरण गुरुङज्यूलाई पनि सम्मान पत्र लिइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी आर्थिक वर्ष 2077 देखि आर्थिक वर्ष 2071 सम्म सञ्चालक समिति सदस्य रहनुभएका श्री गीता राईज्यूलाई पनि सम्मान पत्र लिइदिनुको लागि यसै गरी आर्थिक वर्ष 2076 सम्म सञ्चालक समिति सदस्य रहनुभएका श्री अमृत ज्यूलाई पनि सम्मान पत्र लिइदिनुको लागि श्यामचन्द्र विक्रम राई एकछिन विस्तार गरौँ एकछिन गीता राई पछि र यसै गरी आर्थिक वर्ष 2072 देखि आर्थिक वर्ष 2073 सम्म लेखा सुपेरियन समिति सदस्य पदमा रहनुभएका श्री श्यामचन्द्र विक्रम राईज्यूलाई पनि सम्मान पत्र लिइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। थापाज्यू र यसै गरी आर्थिक वर्ष 2079 देखि आर्थिक वर्ष 2080 छेकिन्छ नि सर सम्मान पत्र लिइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। पार्वती थापाज्यू कमन जिल्ला र यसै गरी आर्थिक वर्ष 2078-79 देखि आर्थिक वर्ष 2079-80 सम्म सञ्चालक समिति सदस्य पदमा रहनुभएका श्री पार्वती थापा मगरज्यूलाई पनि सम्मान पत्र लिइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। शेरबहादुर विश्वकर्माज्यू पार्वती जिल्ला यसै गरी आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2075-76 सम्म सञ्चालक समिति सदस्य पदमा रहनुभएका श्री शेरबहादुर विश्वकर्माज्यूलाई पनि सम्मान पत्र लिइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। कृष्णबहादुर चौहानज्यू
आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2077-78 मिलन गुरुङज्यू यसै गरी आर्थिक वर्ष 2064-65 देखि आर्थिक वर्ष 2065-66 सम्म लेखा सुकेन्द्र समिति सदस्य आर्थिक वर्ष 2071 भएका श्री मिलन गुरुङज्यूलाई सम्मान पत्र लिनलाई हार्दिक अनुरोध गर्दछु। कुमार राईज्यू राम्रो खेल्दैन आर्थिक वर्ष 2079-80 सम्म सञ्चालन समिति सदस्य पनि सम्मान पत्र लिदिनुलाई म हार्दिक अनुरोध गर्दछु। र यसै गरी आर्थिक वर्ष 2062-63 देखि आर्थिक वर्ष 2069-70 सम्म सञ्चालन समिति सदस्य आर्थिक वर्ष 2070-71 देखि आर्थिक वर्ष 2073-74 का उपाध्यक्ष तथा आर्थिक वर्ष 2074-75 ज्यूलाई पनि सम्मान पत्र लिदिनुलाई म हार्दिक अनुरोध अनि खिच्दैछु सब भिडियो छ कि देखि सदस्य पदमा रही संस्थाको रही काम गर्नुभएका श्री कृपाशेष गुरुङलाई पनि सम्मान पत्र लिदिनुलाई म हार्दिक अनुरोध गर्दछु। ओमनाथ गुरुङज्यू त्यसै गरी आर्थिक वर्ष 2060 देखि आर्थिक वर्ष 2061 सम्म सञ्चालन समिति सदस्य पदमा रहनुभएका श्री ओमनाथ गुरुङज्यूलाई पनि सम्मान पत्र लिदिनुलाई हार्दिक अनुरोध गर्दछु। रत्नमाया गुरुङज्यू त्यसै गरी आर्थिक वर्ष 2059-60 देखि आर्थिक वर्ष 2063-64 सम्म 64 र फेरि आर्थिक वर्ष 2068-69 देखि आर्थिक वर्ष 2069-70 सम्म सञ्चालन समिति सदस्य पदमा रहनुभएका श्री रत्नमाया गुरुङज्यूलाई पनि सम्मान पत्र लिदिनुलाई म हार्दिक अनुरोध गर्छु। मीना कुमारी गुरुङ गिरिज्यू मीना कुमारी गिरी यसै गरी आर्थिक वर्ष 2070-71 देखि आर्थिक वर्ष 2071 सम्म सञ्चालन समिति सदस्य पदमा रहनुभएका श्री मीना कुमारी गिरिज्यूलाई पनि सम्मान पत्र लिदिनुलाई अनुरोध गर्छु। साथै उहाँको आज जन्मदिन परेको हुँदा उहाँलाई धनबहादुर गुरुङज्यू त्यसै गरी केक बाँड्ने मान्छे त हराउँछ त अनि सञ्चालक समिति सदस्यमा रहनुभएका श्री धनबहादुर गुरुङज्यूलाई पनि सम्मान पत्र लिदिनुलाई म हार्दिक अनुरोध गर्छु। ध्रुवदेव गुरुङज्यू यसै गरी आर्थिक वर्ष 2076-77 देखि आर्थिक वर्ष 2079-80 सम्म लेखा सुपरभिजन समिति संयोजक पदमा रहनुभएका श्री ध्रुवदेव गुरुङज्यूलाई पनि सम्मान पत्र लिदिनुलाई हार्दिक अनुरोध गर्छु। ध्रुवदेव गुरुङज्यू यसै गरी आर्थिक वर्ष 2078-79 देखि आर्थिक वर्ष 2079 सम्म सञ्चालन समिति सदस्य पदमा रहनुभएका श्री भोलानाथ खतिवडालाई पनि सम्मान पत्र लिदिनुलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी आर्थिक वर्ष 2064-65 देखि आर्थिक वर्ष 2065-66 सम्म सञ्चालन समिति सदस्य पदमा रहनुभएका श्री शिला कुमारी शिलादेवी रसाइलज्यूलाई पनि सम्मान पत्र लिदिनुलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी आर्थिक वर्ष 2062-63 देखि आर्थिक वर्ष 2063-64 सम्म र आर्थिक वर्ष 2068-69 देखि आर्थिक वर्ष 2067 सम्म सञ्चालन रहनुभएका श्री रामबहादुर गिरिज्यूलाई पनि सम्मान पत्र लिदिनुलाई म हार्दिक अनुरोध गर्दछु। एकैछिन बस्दिनु होला किनभने अहिले फोटो सेसन पनि हुन्छ, फोटो खिच्नुपर्ने हुन्छ। त्यसले गर्दा खाजा नास्ता पनि आउँदैछ, खाजा नास्ताको पनि व्यवस्था गरिदिनु सबैजना आइदिनु बसिदिनु होला।
शिक्षक समितिका संयोजक आर्थिक वर्ष 2063 देखि आएको छु र यसै गरी आर्थिक वर्ष 2060 आर्थिक वर्ष 2013 आर्थिक वर्ष 2066 आर्थिक वर्ष 2077 सम्म सञ्चालक समिति पदमा रहनुभएका श्री किशनलाल विश्वकर्माज्यूलाई पनि सम्मानित गर्न हार्दिक अनुरोध गर्दछु। यसै गरी आर्थिक वर्ष 2072 देखि आर्थिक वर्ष 2073 सम्म सञ्चालक समिति सदस्य पदमा रहनुभएका श्री कमला घलेज्यूलाई पनि सम्मानित गर्न हार्दिक अनुरोध गर्दछु। हजुर खिच्दैछु। यसै गरी आफूलाई पनि सम्मानित गर्नमा हार्दिक अनुरोध फोटो ननिस्कोस्, फोटो निस्कोस्। तपाईँ यताबाट नै होइन, तपाईँ भुँडीले ठेलिन्छ यो, तपाईँ भुँडीले ठेलिन्छ यो। हजुर हजुर सबैले क्यामेरा चाहिँ मिलाएर राखेको यहाँ नठेल्नु है, तपाईँको दिनले ठेलिन्छ। हजुर फोटो आइसक्यो, अब तपाईँहरूसँग फेरि खिच्ने हामी बस्नु अनि फेरि खिच्ने तपाईँहरू। ठिक छ, जानु न फोटो खिच्नु। भिडियो जाँदैछ। कोरियो छाला कोरियो। बच्च बच्च बजाउने मान्छे यहाँ छ।